सम्पूर्ण हङकङमा बस्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक नमस्कार छ। मैले सानो भिडियो बनाउनुको कारण चाहिँ लगभग 2 महिना अगाडिदेखि त्यहाँनिर चाहिँ नै धरान हङकङ मञ्च को निम्तोमा त्यहाँनिर फेस्ट नेपाल भन्ने एउटा चाहिँ नि त्यो संस्था हो कि उत्सवको नाम हो कि होइन, फेस्ट भनेको त उत्सव हो। फेस्ट नेपाल भन्ने एउटा कार्यक्रम त्यहाँ हुँदै रहेछ। त्यो कार्यक्रममा भाग लिनका लागि, प्रमुख अतिथि बन्नका लागि भनेर मलाई पत्र आएको थियो र मैले चाहिँ त्यहाँनिर हङकङको किरात राई यायाखा सँग सम्बन्धित धरानकै शशि मदन राई सर चाहिँ धरान पनि आउनु भएको थियो अस्ति र उहाँसँग पनि सल्लाह गरेर चाहिँ त्यहाँनिर सुम्निमा पारोहाङको प्रतिमा र त्यो प्रतिमा सहितको एउटा सांस्कृतिक सम्पदा बनाउँदैछौँ धरानमा। त्यसको लागि चाहिँ सहयोगार्थ होइन फन्ड रेजिङ कार्यक्रमहरू गर्ने र एकैसाथ त्यहाँनिर चाहिँ जाने भन्ने किसिमले चाहिँ मैले सल्लाह गरेको थिएँ र अब लगभग 2 महिना पहिलाको कुरा हो र त्यहाँदेखि उहाँहरूले चाहिँ नि अब त्यो भिजा प्रोसेस गर्ने के गर्ने कुराहरू गरिराख्नु भएको थियो। त्यहाँ मैले देख्दाखेरि चाहिँ धरान हङकङ मञ्च, नेपाल फेस्ट र किरात राई यायाखा तीनवटा संस्था को एउटा चाहिँ नि कोअर्डिनेसनमा उहाँहरूको चाहिँ नि राम्रो सरसल्लाह भएर उहाँहरूको चाहिँ नि त्यो एउटा समन्वयमा म त्यहाँ जाँदै गरेको हो भनेर मैले चाहिँ बुझेको थिएँ। र अहिले भर्खरै चाहिँ के जानकारी मैले प्राप्त गरेँ भन्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ नेपाल फेस्टले धरान हङकङ मञ्चले चाहिँ उनीहरूले आफैले भिजा प्रोसेस नगरिदिएर चाहिँ तपाईँको चाहिँ नि हिन्ज के भन्ने एउटा संस्था रहेछ, त्यो संस्थालाई दिएको रहेछ। अनि त्यो संस्थाले चाहिँ अब मलाई चाहिँ होइन एउटा भिजिट भिजामा तपाईँको चाहिँ नि त्यहाँनिर लैजानु पर्नेमा, भिजिट भिजा एप्लाई गरिदिनु पर्नेमा इम्प्लोइमेन्ट भिजा चाहिँ एप्लाई गरिदिएको रहेछ। त्यसो हुँदाखेरि अब इम्प्लोइमेन्ट भिजा लगाइसकेपछि चाहिँ त्यो कम्पनी अथवा त्यो के हो त्यो होइन, त्यो संस्थाले उसले चाहिँ नियन्त्रण गर्ने भन्ने कुरा रहेछ होइन, कहाँ जाने कहाँ नजाने भन्ने चाहिँ उसको अनुमतिले मात्रै चल्ने भन्ने कुरा रहेछ। अनि हाम्रो शशि मदनजी जो चाहिँ किरात राई यायाखा सम्बद्ध हुनुहुन्छ व्यक्ति, उहाँले चाहिँ तपाईँको सुम्निमा पारोहाङको फन्ड रेजिङको कार्यक्रमहरू गर्ने भनेर एउटा स्केड्युल पनि दिनुभयो होइन। त्यो स्केड्युल मैले वाचन पनि गरेँ। अनि उहाँहरूसँग चाहिँ त्यो हिन्ज भन्ने संस्थाको चाहिँ अथवा कम्पनी के हो होइन जसले भिजा जुन लगाइदिएको छ उहाँसँग फेरि त्यहाँ उहाँहरूको सम्बन्ध राम्रो रहेनछ। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो टोटल तपाईँको चाहिँ नि एउटा सिनारियो बिग्रेर गयो। अनि अब म जस्तो मान्छे म त्यहाँनिर हङकङमा इम्प्लोइमेन्ट भिजामा जाने कुरा पनि भएन, इम्प्लोइमेन्ट भिजामा जाने काम गर्नु जाने त होइन। त्यसले गर्दाखेरि यो सबै कुरा बिग्रिएको कारणले गर्दाखेरि अब म त्यहाँ आउन सक्दिनँ र म त्यहाँ नआएर पनि हुन त त्यो कार्यक्रम नहुने त होइन होला है। तर मलाई जुन एक खालको चाहिँ नि अब यतिको समय मेरो टाइम पास फिट गरिदिनु भयो उहाँहरूले होइन। यो कुरा चाहिँ अब खोइ अब केही राजनीतिक खिचलो पनि होला त्यहाँनिर होइन, के होला। अब म एउटा बिना पार्टीको मान्छे, अब त्यहाँ पनि केही पार्टीगत कुराहरू पनि त्यस्तो केहीहरू चल्यो अरे भन्ने सुने र यो टोटल कुराले गर्दाखेरि सबै कुरो गिजोलियो। गाउँमा बस्नुहुने आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई मैले चाहिँ एउटा भनौँ न यो मेसेज बनाउनको कारण चाहिँ म त्यहाँ आउन नसक्ने भएँ भन्नका लागि हो र दुःख मनाउ नगर्नु होला। समय सालमा फेरि हामी आउने नै छौँ र सुम्निमा र पारोहाङको लागि त्यो प्रतिमा निर्माण गर्नका लागि तपाईँहरूले आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई सेन्ड गरिदिन सक्नुहुन्छ होइन। त्यसले चाहिँ हामी बनाउँछौँ, त्यसको लागि म त्यहाँ आइराख्नै पर्छ भन्ने कुरा पनि खासमा हुँदैन। सहयोग गर्ने होइन तपाईँको चाहिँ नि मनलाई कसैले केहीले छेक्ने कुरा पनि हुँदैन। तथापि त्यहाँ आएर होइन तपाईँको प्रत्यक्ष फेस टु फेस भेटघाट गरेर कार्यक्रम गर्न पाएको भए अत्यन्तै राम्रो हुने चाहिँ थियो भन्ने लागेको छ। र म धरान हङकङ मञ्च, फेस्ट नेपाल लगायतका चाहिँ जो जति अर्गनाइजरहरू हुनुहुन्छ तपाईँहरूलाई पनि म के भन्न चाहन्छु भने यस्तो किसिमले तपाईहरुले चाहिँ नि भनौं न यो एउटा
गैर जिम्मेवार किसिमले काम नगराउनु होला है। अब म जस्तो मान्छे अब धरानको मेयर चाहिँ त्यहाँनिर इम्प्लोइमेन्टमा आउने त होइन, हेर्नुहोस् होइन, त्यो उनै भएन। त्यो इमिग्रेसनले एक्सेप्टै गर्दैन। अर्को कुरा त्यहाँ गइसकेपछि त्यो राम्रो पनि देखिएन। त्यसले गर्दाखेरि अलिकति होस पुऱ्याउनु पर्ने हो कि जानी बुझी नै त्यस्तो भिजामा लगाइदिएर यस्तो गरिदिउँ भन्ने किसिमले गर्नुभएको हो कि त्यसो भने पनि तपाईँहरूले अब अभिव्यक्ति दिनुपर्ने हुन्छ होइन। मैले त्यो चाहेँ र तपाईँहरूलाई मैले ध्यानाकर्षण गराउन चाहन्छु। र यो खालको भनौँ न, यो खालको चाहिँ नि तपाईँहरूको एक खालको सल्लाह खरानीको डल्ला जस्तो अहिले देखिएको छ होइन। यस्तो खालको काम आगामी दिनहरूमा नगर्नु होला। यो चाहिँ नि हाम्रो प्रेस्टिजले पनि दिँदैन होइन। धरान भन्ने शब्द जोडिएको कुनै पनि कुरा अथवा त्योसँग जोडिएको धरान भन्ने एउटा शब्द जोडिएको एउटा संस्थाले यतिसम्म तपाईँको चाहिँ नि भनौँ न लापरवाहीपूर्ण काम गर्छ भनेर पनि कुनै धरानेले अहिले अब होइन नसोचेको कुरा चाहिँ भइराखेको जस्तो लागिरहेछ र यो चिज छ। म त्यो भन्न चाहन्छु र केही छैन होइन। विल मिट सम डेज है, यति भन्न चाहेँ। यहाँहरूको शुभ दिन, शुभ चाहिँ समय रहोस्, जे होस्। थ्याङ्क यू।